गरे आज पनि एक बज्छ कि क्या हो नि त मान्छे के गर्नु र हजुर मैले पाहुनालाई कसरी दिनलाई पेन्ट लगाएको फेरि के भन्छ अरे यसलाई यो पढाउँ मगर कुराले हो के थियो नेपाली कुरा अलिक जानेन जे होस् कोसेली राख्नुको लागि के गर्नुहुन्छ नि त मैले तेजीको पत्ता कोसेली पाहुना आउँदा यसो कोसेली मिल्ला भनेर मिलाउनु लाग्यो आज फुर्सद हुँदा त्यही पनि आज नि अहिले 12 बजिसक्यो अनि यत्रो प्याकिङ गर्न छ पाहुना आउँदा पनि त्यसै 12 बज्छ नआउँदा पनि त्यस्तो प्याक गरेर रातै पर्छ के गर्छ अनि यो सबै प्याकिङ गर्नु छ होटेलको उसरी जस्तै 12 बजी सिक्ने मात्रै माछा पाकी आज मात्रै हेर्नु नआउनु भएको पनि पाहुनाहरू आज आउँछु भनेर किन आएर त्यस्तो भिड थियो नि त कतिर देखिएर नआउने कि फेरि अनि नआउँदा फेरि त्यो भिज कता कहिले देखिन्छ भने अस्ति मलाई सोधेर त्यहाँ डाँडाभरि घुमाउनु गयो त्यहाँ त्यो दिन फेरि तुवालो परेर रहेछ त्यो दिन फेरि हेर्न पाएन एउटा आज आएको भए कति तराईतिर कति जम्मा बसेको देखिन्थ्यो यता हिमालतिर पनि कति थाहा कति घाम लगाएको थियो भ्याउनुलाई यता पका कतिर हो पनि म त एक बोलाको त भ्याएको छैन आज यो त कहिले भ्याउनु आज मैले त आज यो सबै सिल गर्ने हो धेरै दिन टिपेर राखेको कस्तो साह्रो ठाइट भएको छ कि एक दिन टिपेर कति मजाले भएको छ नि त धेरै दिन टिपेर यो प्याकिङ गर्न फुर्सद नभएर आज त साह्रो भएको छ के प्लास्टिक नहुनु प्लास्टिक नहुनु यो सब हुँदा अनि फुर्सद नहुनु यो पेन्टिङ गर्दाखेरि अलिक खप्छ होला त्यहाँ खप्छ त पनि अलि राम्रो देखिन्छ कि भनेर खप्छ पनि भनेर हामीले त धेरै खपाउनु पऱ्यो नि त